जुन चाहिँ प्रजातिको चाहिँ सेल फर्टाइल हुँदैन नि त्यो प्रजातिको परागले त्यसैको फुलमा परागसेचन भएर फल लाग्दैन, त्यसलाई अर्को प्रजातिको फल ल्याएर चाहिँ परागसेचन गर्नुपर्ने हुन्छ। जस्तो हामीले चाहिँ यो यतापट्टिको सी भेराइटीको जुन छ यो फुलको पराग, यो चाहिँ अब आइएस हो, यो चाहिँ पहेँलो बोक्रा हुने मध्ये पनि यो आइएस भन्ने चाहिँ यसको तपाईँले ध्यान दिएर हेर्नु त। एउटा कुरा मैले के देखाउन खोजेँ भने यो फुलमा चाहिँ नि माउरीहरू रहेछ भित्र। यो जुन भाग छ नि, यो भाग यो भाग यो डाँठवाला यो स्टिग्माको भाग यो धेरै लामो छ, त्यहाँको पराग यहाँसम्म आउनलाई कठिन हुन्छ। सी भेराइटीमा चाहिँ यहाँ नजिकै हुन्छ, यहाँको पराग चाहिँ यहाँ आएर परागसेचन हुन्छ। अनि त्यसमाथिबाट यसको परागमा फेरि फर्टालिटी हुँदैन, त्यस कारण अर्को प्रजातिको ल्याएर गर्नुपर्छ। त्यस कारण यो आइएसमा पहिलो प्रजातिको अर्को पलोरामा त भयो पोहोर, तर यो आइएसमा चाहिँ नै अर्को प्रजातिको पोलिन ल्याउनुपर्छ। त्यसैले यो व्यावसायिक खेती गर्नलाई चाहिँ नै त्यति मैले झन्झटिलो हुन्छ, उपयुक्त त हुन्छ तर झन्झटिलो, मिहिनेत बढी गर्नु पर्यो, पोलिन ल्याएर स्टक गर्नु पर्यो, पोलिन ल्याएर यसो पराग गर्नु पर्यो, अर्को प्रजातिको ल्याएर गर्नु पर्यो, त्यो पनि होइन। त्यस कारणले हामी कहाँ बिरुवा सोध्नेहरूलाई चाहिँ हामी के भन्छौँ भने यो आइएस जुन छ यो चाहिँ आफै परागसेचन हुँदैन, अर्को प्रजातिको ल्याएर गर्नुपर्छ। त्यस कारणले व्यावसायिक हुँदैन है, झन्झटिलो हुन्छ है भनेर बिरुवा लिने बेलामा हामीले स्पष्टसँग भनिदिएका छौँ। यो तपाईँहरूलाई अरूलाई पनि कसैलाई कन्फ्युजन छ भनेदेखि त्यो कुरा चाहिँ यहाँले बुझ्नुभयो हुन्छ। अब होइन तरिका त विभिन्न आइडिया त लाउन सक्यो फेरि, जस्तो 2-3वटा बोट अरू प्रजातिको लगाएर त्यसको बिचमा एक एकवटा बोट ढुकाइदियो घुसाइदियो भनेदेखि हावाले मौरीले किरा मतलब किट पतङ्गले चाहिँ पराग क्रस गराउँछन्, त्यो अवस्थामा त ठिकै हो, त्यो सम्भावना हुने भयो त्यो चाहिँ। तर अन्य प्रजाति जस्तो यो आइएसमा चाहिँ आफै परागसेचन चाहिँ हुने ग्यारेन्टी चाहिँ गर्न सकिँदैन।